नेकपा एमालेका पोलिट ब्युरो सदस्य सूर्य थापाले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट विदाई गर्ने चाहना पूरा हुन नदिने बताएका छन्। उनले ओलीलाई विदाई गर्ने कुरा असम्भव रहेको बताए। प्रेस चौतारी नेपाल रूपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै थापाले ओलीको विकल्प नखोजिने स्पष्ट धारणा राखेका छन्। विगतदेखि एमाले फुटाएर विभाजन गरेर र पार्टीभित्र एउटा समूहले मौनता साधेर भए पनि कमजोर तुल्याउन लागि परेका छन्। पार्टी फुटाएर हिजो पनि कोही बलियो भएन, अब पनि हुने छैनन् उनले भने। अहिलेको अवस्थामा नेतृत्व र पार्टीको संरक्षण गर्नुपर्छ, त्यसैले ओलीको विकल्प खोज्ने कुरा हुँदैन, थापाले भने। पार्टीभित्र भइरहेको ओली विरुद्धको मोर्चाबन्दी निस्तेज पारिने उनले दाबी समेत गरेका छन्। केपी ओलीलाई टक्कर दिने कोही पनि छैन, ईश्वर पोखरेलले पनि कुरा बुझ्नुपर्छ, थापाले भने। मुलुकभित्र र बाहिरका शक्तिसित बहस गर्ने व्यक्तिलाई सर्वसम्मत ढंगले नेतृत्वमा चयन गरिनुपर्ने उनको भनाइ छ। यसअघिको महाधिवेशनमा विद्रोह गरेर अध्यक्ष उम्मेद्वार बनेका भीम रावलले जम्मा 200 मत प्राप्त गरेको उल्लेख गर्दै थापाले यसपालिको महाधिवेशनमा अध्यक्षमा ओलीको विरुद्ध उम्मेद्वार बन्नेको त्यो भन्दा नराम्रो अवस्था हुने उनको चेतावनी छ। थापाले जेन्जी आन्दोलन डिजाइनमा भएको समेत बताएका छन्। वास्तविक जेन्जीहरूले आगजनी र तोडफोड नगरेको बताउँदै उनले सिंहदरबार र सर्वोच्च जस्ता ऐतिहासिक स्थल जलाउनेहरूलाई कानुनी दायरामा ल्याउनु पर्ने बताए। आफूहरूले आवाज उठाएपछि जेन्जीका नाममा अराजकता गर्नेहरू केही पक्राउ परेका छन्, थापाले भने।